हाइकिङ र जंगल भाइब्स इन्जोय गर्न चाहनुहुन्छ भने दिस इज द पर्फेक्ट प्लेस फर यु। हेलो एभ्रिवान, आज चाहिँ हामी शिवपुरीमा रहेको माथि डाँडामा भएको घुम्न जान आँटेको। अहिले हामी घरबाट निस्क्यौँ, 11 बजिरहेको अहिले चाहिँ। यो हो शिवपुरी नेसनल पार्कको मेन गेट। यहाँसम्म चाहिँ हजुरले आफ्नो पर्सनल भेहिकल लिएर आउन सक्नुहुन्छ। नेसनल पार्कभित्र इन्टर गर्नको लागि चाहिँ पर पर्सन 100 रुपियाँको टिकट लाग्छ। यहाँभित्र इन्टर भइसकेपछि आर्मी दाइले हाम्रो ब्याग चेक गर्नुहुन्छ, हाम्रो पर्सनल इन्फर्मेसनहरू रेकर्ड राख्नुहुन्छ। त्यसपछि बल्ल हाम्रो रियल हाइक सुरु हुन्छ। अब यो ठाउँ छ नि, लाइक यो बोटबाट अब यहाँबाट हामी लेफ्ट गयो भने चाहिँ विष्णुद्वार पुग्छौँ। अब हामी यहाँ चाहिँ राइड जान्छौँ नागी गुम्बाको लागि। यहाँबाट चाहिँ 30 मिनट्स गाडीमा ल्याएको छ अनि हिँडेर चाहिँ 1 घन्टामा पुगिन्छ नि यो बोर्डमा। हिँडेको 10 मिनट मात्रै भएको छ, थकै लागिसक्यो। हिँडेको 10 मिनट भएको छ, रेस्ट चाहिँ हामी 10 मिनट गरिसक्यो होला क्या। 10 मिनट हाइक गर्दै 10 मिनट रेस्ट गर्दै हामीले हाम्रो हाइक कन्टिन्यू गरिरहेको थियो। नेचरसँग रमाउँदै नेचरको ब्युटीलाई एप्रिसिएट गर्दै लालीगुराँसको फोटो लिँदै हामीले हाम्रो हाइक अघि बढिरहेको थियो। हेलो है, अब यहाँ त्यो नागी गुम्बा पुग्न कति टाइम लाग्छ? नागी गुम्बा आधी घन्टा लाग्ला है। आधी घन्टा छिटो नजिकै छ। त्यो फेकेर चाहिँ 25 मिनट भने धन्यवाद दाजुलाई। यो गाइस अब हाम्रो इङ्ग्लिस च्यालेन्ज सुरु हुँदैछ जङ्गलमा। Are you sure about it? यस यस Yeah, sitting guys, resting. यस यस You eating something? यस यस Okay. How many distance we travel? लिटल इट लेटर, one like this, one like this. Just Okay, count us to 1 2. all silent. Yes, nature sound. enjoying. Enjoy the view and the nature. Huh? Yeah. That's good. फाइनली हामीले चाहिँ भर्याङ देखेको छौँ। अब यहाँबाट चाहिँ हामी मेन रोड भयो भने चाहिँ पुग्छ। अब यहाँ भर्याङबाट सर्टकट चढेर माथि गइन्छ। खुट्टै कम्लो रहेछ यार। नर्मल्ली 1 आवरमा कम्प्लिट हुने यो हाइक तर हामीलाई चाहिँ 2 आवर्स लाग्यो कम्प्लिट गर्नको लागि। Please be silent. यो फाइनली हामी चाहिँ यहाँ पुगेका छौँ। जङ्गलको बिचमा हो क्या, कस्तो टु मच पिस यहाँ। माथि यहाँ आएपछि छुट्टै लेभल अफ पिस छ। क्राउड धेरै नहुने भएको हुँदाखेरि आफूले आफूलाई खुलेर इन्जोय गर्न पाउनुहुन्छ। के हुँदैछ यहाँ साथी? अब हामी माथि आइसकेको छौँ। अब खाजा बनाएर खाना लाग्यो। के पकाउन लाग्यो कि यत्तिकै हो? आगो बाल्ने गर्छ अब। आशिष दाउरा खोजेर आऊ। जस रमाइलो भयो है। यत्तिको हाइकिङ चाहिँ गरिरहनुपर्छ क्या टाइम टाइममा। धेरै टाढा नै होइन नि त, जब 1 घन्टा हाइक गरेर यस्तो बवाल ठाउँमा आइपुगिन्छ। पिस जङ्गलको बिचमा हो क्या ठाउँ चाहिँ क्या, त्यो चाहिँ बवाल लाग्छ। फोहोर चाहिँ आफैसँग लिएर जानुपर्छ गाइज। यो चाहिँ पास्ता हो गाइज, हाम्रो इन्टरनेसनल सेफले बनाएको हो यो पास्ता चाहिँ। यो पास्ता चाहिँ हाम्रो इन्टरनेसनल सेफले बनायो, फ्रम स्ट्रेट आउट अफ फ्रम क्यानाडा। गाइज चाकुकै इन्टरनेसनल पास्ता हो यो चाहिँ। नेपालमा पाउँदैन नि फेरि यस्तो पास्ता खानालाई। हामी भाग्यमानी छौँ, हाम्रो साथीले बाहिर गएर सिकेर आएको छ। यो चाहिँ हाम्रो इन्टरनेसनल सेफले बनाउनु भएको चटनी हो गाइज, अचार हो यो चाहिँ। के को अचार हो यो? नेपालमा पाउँदैन क्या, यसलाई के भन्छ अरे काले? ब्ल्याक बिन्स। बाहिर आए बेला चाहिँ सुरुमा आफूले खानुहुन्न है, जङ्गलको देउताहरूलाई चढाउनुपर्छ गाइज। आफूले खानुभन्दा अगाडि। तिमी पछाडि आउँदैछ? खाना टल्ला आइसक्यो। उडिन्छ तिम्रो लागि। यो बोतल चाहिँ के अरे थके लागेको बेला चाहिँ बस्न दिँदैन केटाहरू, थके नलागेको बेला चाहिँ सुताएर राखिरहेको यता। यो गाइजहरू
अब यहाँ नन स्टप हो क्या काले एकचोटि घर हो क्या अब बस्नलाई